ओके डाँडा मोहरे डाँडा हुँदै पुन हिल ट्रेक गर्न मन छ भने यो भिडियो सेभ गरिहाल्नुस्। हामी जाँदा त वेदरले साथ दिएको थिएन। राम्रो वेदर हुँदा यो आइटिनेरी फलो गर्नुभयो भने भ्यूजहरू एकदम राम्रो देख्न पाइन्छ र 2 दिनमै 3वटा मेजर डेस्टिनेसन्सहरू भ्याउन सकिन्छ। यसको लागि फर्स्टमा त हजुरहरू एक दिन अगाडि नै पोखरा आउनु पर्यो। भोलिपल्ट बिहानै हरिचोक गई जीप रिजर्भ गरेर या शेयरिङ बेसिसमा बनठाटीसम्म पुग्नु होला। यहाँबाट 2टा बाटो छुट्टिन्छ, एउटा नाङ्गे ठाटी हुँदै घोरेपानी जाने र अर्को ताप्राङ दोयाप्ले टुटान दाफे डाँडा हुँदै हामी दोस्रो बाटो लिन्छौं र कोखे डाँडा पुगेपछि यहाँ रहेको 360 डिग्री हिलसम्म जान्छौं। कोखे डाँडा पर्वत जिल्लाको हाईएस्ट पोइन्ट हो। यो दिन यतै सनसेट हेरेपछि मोहरे डाँडातिर जानु होला र आजको नाइट यतै स्पेन्ड गर्नुस्। कोखे डाँडा नै बसेर बिहान सनराइज यतैबाट पनि हेर्न मिल्छ। मोहरे डाँडा नै बस्नु भएको छ भने बिहान चाँडै उठेर सनराइज हेर्नुस् र त्यसपछि ओह्रालो बाटो हुँदै पुन हिलसम्म पुग्नु होला। यहाँ पुगेपछि यो भ्यू टावर पनि चढ्नु होला। हामीले त भ्यू देखेनौ, तर वेदर राम्रो हुने टाइममा भ्यू चाहिँ राम्रै आउँछ है त। यसपछि घोरेपानी तर्फ लाग्नु होला र नाङ्गे ठाटी हुँदै बनठाटीसम्म पुगी एक सर्किट पूरा हुन्छ। यो आइटिनेरीमा टाइम म्यानेजमेन्ट पनि एकदम इम्पोर्टेन्ट छ। 2 बजेसम्ममा हजुरहरू उल्लेरी झर्न सक्नुभयो भने पब्लिक बस चढी यही दिन पोखरा फर्किन सक्नुहुन्छ। ढिला भयो र ठुलै ग्रुपमा हुनुहुन्छ भने बनठाटीकै एक होटलतिर बुझेर जिप बोलाउन सक्नुहुन्छ। तर सानो ग्रुपमा हुनुहुन्छ भने पोखरा फर्किने अप्सन भने हुँदैन। हामी 4 बजे बनठाटी पुगेका थियौं र जिप रिजर्भ गर्न महँगो भएको हुनाले अझै तलसम्म हिँड्ने निर्णय गर्यौं। सेकेन्ड डे को नाइट हामीले तिखे ढुङ्गामा स्पेन्ड गर्यौं र भोलिपल्ट मात्र पोखरा फर्कियौं। ओभरअल बजेट 5 to 6,000 पर पर्सनमा कम्प्लिट हुन्छ र यस्तै आइटिनेरिजहरू चाहिन्छ भने मलाई फलो गर्न नबिर्सिनु होला।